अलिकति तपाईँको धान क्षतिको त्यो सबैको क्षति मूल्याङ्कन गरेर एउटा सर्जिनिङ तपाईँको मुचुल्का उठाउँछौँ र सर्जिनिङ मुचुल्का उठाइसकेपछि सम्पूर्ण कागजातहरू तपाईँहरूको नाम नागरिकता सबै राखेर सङ्घ प्रदेशसँग पनि हामी राहतको लागि अपिल गर्छौँ, सिफारिस गर्छौँ। केही न केही सम्बोधन गर्छ नै भन्ने लागेको छ सङ्घीय सरकार र प्रदेश सरकारले। र हामी गाउँपालिकामा पनि अब हाम्रो स्रोत नहुँदा पनि हामी केही तपाईँको अब छलफल गरेर तपाईँहरूको क्षतिलाई हेरेर क्षतिको आधारमा यसो चाहिँ तपाईँको थोरै राहत हामी चाहिँ उपलब्ध गराउने हाम्रो कोसिस हुन्छ। तपाईँहरू कोसीको छेउमा बस्ने कुरालाई पनि अलिकति अब चाहिँ सोच्नुपर्छ होला होइन। कहीँ न कहीँ तपाईँको 20 वर्ष पछाडि, 40 वर्ष पछाडि, 100 वर्ष पछाडि पनि अब यसरी चाहिँ तपाईँको कोसी त गाउँ पस्ने रहेछ। तब उनीहरूले कोसीको डिलमा घर बनाउने, कोसीको तपाईँको नजिकमा चाहिँ तपाईँको घर बनाउने, बस्ने कुरालाई अलिकति ध्यान दिलाउनुपर्छ होला, अलिक सचेतता अपनाउनुपर्छ होला। अब हामी चाहिँ अलिकति कोसीभन्दा चाहिँ अलिकति टाढा, अलिक उच्च भूगोलमा हाम्रो बसोबास गर्ने, खेती यता भए पनि, खेतीपाती यता भए पनि घर बनाउने, बस्ने कुरा चाहिँ अलिक कोसीभन्दा अलिकति टाढा र उच्च भूभागमा बस्नुपर्छ होला। यो कुरा पनि तपाईँ हामीले अबदेखि आउने दिनमा ध्यान दिनुपर्छ भन्ने कुरा राख्दछु। हस्, धन्यवाद।